आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। परमेश्वर यसको योग्य हुनुहुन्छ। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाढा। आज म तपाईलाई परमेश्वर हाम्रा सेवा र त्यागहरूको कतिसम्म योग्य हुनुहुन्छ भन्ने कुरा बताउन आएकी छु। लौ एकैछिन रोकिनुहोस्, मैले धेरै ठूलो कुरा गरेँ कि भनेर नसम्झनुहोस्। मलाई यो कथाद्वारा आफ्नो कुरा स्पष्ट पार्न दिनुहोस्। मेरी एकजना साथी छिन्, जुडी बटलर। उनले दशकौंसम्म मेरो मुख्य सहयोगीको रूपमा सेवा गरिन्। उनी म कसरी भनौं एकदमै बेलायती स्वभावकी छिन्। जुडीको ठट्टा गर्ने शैली अलिक गम्भीर खालको छ र उनको बोलीमा अलिकति कडापन छ, तर उहाँको हृदयमा प्रभुको सेवाप्रतिको प्रेम भने अद्भुत छ। उनले जनी र साथीहरूमा लामो समयसम्म आफ्नो श्रम मात्र लगानी गरिनन्, तर वर्षौंसम्म हरेक आइतबार बिहान मलाई मण्डली जानका लागि तयार हुन पनि मद्दत गरिन्। यद्यपि जुडी अहिले जनी र साथीहरूबाट अवकाश भइसकेकी छिन्, तैपनि उनले मलाई अझै मद्दत गर्छिन्। कहिलेकाहीँ त उनी मेरा श्रीमान केन र मेरा लागि बेलुकाको खाना पनि पकाइदिन्छन्। कहिलेकाहीँ मानिसहरूले उनलाई भन्छन्, जुडी, तपाईले जनीलाई यसरी सहयोग गर्नुभएको साँच्चै प्रशंसनीय छ। अनि तपाईले सोच्नुहोला कि उनले धन्यवाद वा तपाईलाई थाहा छ मलाई त मद्दत गर्न पाउँदा खुसी नै लाग्छ भन्लिन्। तर याद राख्नुहोस्, जुडी अलिक कडा छिन्, उनी बेलायती हुन्। त्यसैले जब मानिसहरूले उनले मलाई गरेको यति ठूलो मद्दतको बारेमा तारिफ गर्छन्, उनी सधैँ एउटै जवाफ दिन्छन्, तपाईँ जे भन्नुहोस् परमेश्वर यसको योग्य हुनुहुन्छ। अनि उहाँ साँच्चै योग्य हुनुहुन्छ। जुडीले मलाई व्हीलचेयरमा बसाल्न बिहान उठाएका ती अनगिन्ती घण्टाहरू र गरेका त्यागहरूका लागि, वा राति मलाई ओछ्यानमा सुताउन मद्दत गरेका समयहरूका लागि, अनि मलाई ओछ्यानमा कोल्टो फेराउन मध्यरातमा कतिपटक बिउजिनु परेको ती क्षणहरूका लागि जुडी केवल यति मात्रै भन्छन्, परमेश्वर यसको योग्य हुनुहुन्छ। मेरी साथीलाई यो कुरा राम्ररी थाहा छ कि जब उनले मलाई मद्दत गर्छिन्, तब उनले कुनै मानिसको तारिफ पाउनका लागि होइन, तर प्रभुका लागि काम गरिरहेकी हुन्छन्। उनलाई यो पनि थाहा छ कि जब उनले मेरो यात्राको टिकट बुक गर्थिन्, फोनको जवाफ दिन्थिन्, मेरा भेटघाटहरू तय गर्थिन् र मसँग टाढा टाढा यात्रा गर्थिन्, तब उनले वास्तवमा एउटा अनन्तको लगानी गरिरहेकी थिइन्। ख्रिस्टको राज्यलाई अघि बढाउँदै थिइन्, आफ्नो जीवनको लागि परमेश्वरको उद्देश्य पूरा गरिरहेकी थिइन् र अरू मानिसहरूले सुसमाचार सुन्ने वातावरण तयार पारिरहेकी थिइन्। अहिले पनि जब जुडी मेरो लागि बजारबाट सामानहरू ल्याइदिन्छन् वा मेरो व्यक्तिगत दैनिकीमा मद्दत गर्छिन् र मेरा श्रीमान र मेरा लागि आफ्नो हातको प्रसिद्ध खसीको मासु तरकारी पकाइदिन्छन्, तब उनले यी साना र असहाय भाइ बहिनीहरू मध्ये एकको सेवा गरिरहेकी हुन्छन्। अर्थात् म आफूलाई यस्तै सम्झन्छु। त्यसो भए के जुडीले केवल एकजना अपाङ्गता भएको महिलालाई मद्दत गरिरहेकी छिन् त? होइन, उनी त सर्वशक्तिमान परमेश्वरको सेवा गरिरहेकी छिन् र उहाँ यसको योग्य हुनुहुन्छ। कलसी 3 अध्यायको 23 र 24 पदले भन्छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रिस्टको सेवा गरिरहेका छौ। अब मलाई थाहा छैन परमेश्वरले तपाईलाई कस्तो प्रकारको सेवामा राख्नु भएको छ, तर यदि तपाईँ येशूको अनुयायी हुनुहुन्छ भने तपाईले सेवा गरिरहनु भएको छ। परमेश्वरको राज्यमा ईसाई सेवा र सांसारिक सेवा भन्ने भिन्नता हुँदैन। जहाँसम्म परमेश्वरको कुरा छ, हाम्रा सबै सेवाहरू उहाँकै सेवा हुन्, सिधा र सरल। याद राख्नुहोस्, कलसीको पुस्तकले भन्छ, तिमीहरू जेसुकै गर्छौ, त्यो जेसुकै भित्र होटलमा टेबल सफा गर्ने काम हुन सक्छ, वा लेखापालको अफिसमा हिसाब किताब गर्ने काम हुन सक्छ, त्यो फुटबल सिकाउने शिक्षकको काम हुन सक्छ, वा अस्पतालमा बिरामीहरूका अभिलेख अर्थात् रेकर्ड राख्ने काम हुन सक्छ। तपाईँ जेसुकै गर्नुहुन्छ, परमेश्वर चाहनुहुन्छ कि तपाईँले त्यो काम मानिसका लागि होइन, तर स्वयं प्रभुका लागि गरे झैँ आफ्नो पुरै हृदय लगाएर गर्नुहोस्। त्यसैले हरेक सेवा पवित्र आत्माद्वारा आशिषित छ। अनि चिन्ता नगर्नुहोस्, जब हामी परमेश्वरको महिमालाई ध्यान राखेर आफ्नो काम गर्छौं, तब हामीलाई इनामको रूपमा एउटा ठूलो उत्तराधिकार दिने प्रतिज्ञा गरिएको छ। तर यसमा एउटा शर्त छ, हाम्रो कामप्रति हाम्रो मनोवृत्ति जसोतसो हाजिर गरौँ र यो काम सकिहालोस् भन्ने खालको अल्छी हुनु हुँदैन। ठूला इनामहरू त तिनीहरूका लागि हुन् जसले आफूले गरिरहेको काम
परमेश्वरको महिमाका लागि गर्छन्। जुडीलाई मैले यसो भनेको मन पर्दैन होला, तर मलाई लाग्छ उनी साँच्चै नै एउटी अचम्मकी महिला हुन्। तर सबैभन्दा अचम्मको कुरा त उनको जीवनमा भएको परमेश्वरको अनुग्रह हो। पहिलो कोरिन्थी 15 अध्यायको 10 पदले भन्छ, तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु र म माथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढी परिश्रम गरे, तैपनि मैले होइन, मसँग भएका परमेश्वरको अनुग्रहले हो। मेरा मित्र, आज परमेश्वरको राज्यमा कडा मेहनतका साथ काम गर्नुहोस्, किनभने परमेश्वर तपाईँको त्यो श्रम र सेवाको पूर्ण रूपमा योग्य हुनुहुन्छ। आमेन। श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802 048 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।